हाम्रो यात्रा कुलेखानीसम्म र हामी अहिले दिउँसोखेर काठमाडौँबाट निस्क्यौँ र बेलुका कुलेखानी पुगेर डिनर गऱ्यौँ र रमाइलो पनि गऱ्यौँ र हामी सुत्यौँ। त्यसपछि भोलि बिहानै उठेर कुलेखानीको भ्यूहरू हेऱ्यौँ। भ्यूहरू एकदम राम्रो थियो। भ्यू हेरिसकेपछि हाम्रो ब्रेकफास्ट तयार भइसकेको थियो र हामी ब्रेकफास्ट लिनका लागि करुणा, जयसाब, मनिका, म, मेरो बुढी सबैले ब्रेकफास्ट लिएपछि हामी मोहिनी झरना जाने प्लान बनाएर हामी त्यहाँबाट निस्किन तर्खर गरिरहेका थियौँ र हामी मोहिनी झरना जानको लागि एकदम एक्साइटेड भएर हामी बाहिर निस्किसक्यौँ र हामी गफ गर्दै त्यहाँबाट हामी मोहिनी झरनाको यात्रा तय गऱ्यौँ। उता फराउ यता हेर्नु त, यता आउनु त, यतै आउनु नि, यतै आउनु हो। यता चाहिँ राम्रो आउँदो रहेछ नि। ल उतै हिँड्नु अब अनि गरी त्यस्तो बिस्तारै छाप्छ नि त है। यस्तै रफ्तारमा बोक्नु भयो भने तपाईँ भोलि बिहान पुग्नुहुन्छ है। यतिको मेहनत त फोटोग्राफरले नि गर्दैन। पछाडिको छाल यहाँबाट बस्यो भने चाहिँ त्यो पनि नहल्लिँदा चाहिँ क्या आफू यो भन्दा नि यो मेरो दाइलाई त्यहाँ बोटसम्म पुर्याइदिनु भयो नि धेरै बर्दानी हुन्छ। यो भयो यस्तो बाबा लगाएर तपाईँ हट्नु त। त्यो उडाएको थियो क्या कस्तो बदली भयो। अब यता हेर्नु त, अब यता हेर्नु न, त्यसो गरेर यता हेर्नु, यतै हेर्नु न मपट्टि नै पुरै। कल खोला साइलेजी झरझर झरना
हल्ला हुन्छ अगाडि बढेर फेरि नराम्रो भयो के गर्ने त्यो चाहिँ अगाडि नै भन्नु फेरि यहाँ आयो नि त्यहाँ आइसक्यो पुरै अनि यहाँ आयो त्यसपछि फेरि उसलाई पनि यस्तो भन्यो तैँले मलाई फेस टु फेस देखेको थिएन काम एउटा टेन्सन India journey. Tuesday is in London.